हेलो गुड मर्निङ एभ्रिवान। यो चाहिँ बिहान बिहानै हंसराज फुल चाहिँ यहाँ भुइँमा कसले चिमाड्दै रहेछ। हुनसक्छ यो मेरो स्वागतको लागि होला। र आज चाहिँ हामी आफ्टर लङ टाइम पोखराबाट हलेसीको यात्रा सुरु गर्न लाग्छौँ। मोटामोटी यो पोखराबाट हलेसी चाहिँ हेटौडाबाट चाहिँ मदन भण्डारी राजमार्ग छिरेर त्यसपछि चाहिँ हामी सिन्धुली हुँदै जानेछौँ। तर वास्तवमा भन्नुपर्दा अहिलेसम्म चाहिँ म त्यो बाटोको यात्रा गरेको छैन। हेरौँ के कस्तो छ बाटोहरू। अहिले अलिकति बर्खा पनि सुरु भइसकेको अवस्था छ भने म तपाईहरुलाई पनि त्यो बाटोको अवस्थाहरूको चाहिँ कुराहरू गर्दै र त्यहाँका चाहिँ दृश्यहरू पनि तपाईहरु माझमा राख्ने छु। हस् त, यो चाहिँ मेरो अब पूर्वको यात्राको लागि साथ दिने बसन्ती। चल बसन्ती ट्याक्क लाएर हामी चाहिँ गुड मर्निङ का साथ चाहिँ अब यहाँनेरि चाबी लाइन छ। त्यहाँबाट चाहिँ न्युट्रलमा गाडी लाइन छ। त्यहाँबाट चाहिँ स्टार्ट गरिन्छ। बस भने चाहिँ यस्तो। ल गणेश भगवान रक्षा गर, हाम्रो यात्रा सफल होस्। यो चाहिँ विशेष गरेर गाउँघरको यात्राको लागि घोडा दुख्ने समस्या। यो भएर हाम्रो फोल्डिङ टोइलेट चाहिँ यहाँ पैतेला कुना हाम्रो आजको यात्राको लागि चाहिँ ब्रेकफास्ट सुरु भयो। ब्रेकफास्ट पछि चाहिँ हामी हाम्रो यात्रालाई निरन्तर दिन्छौँ। सो पोखराबाट मुगलिन सडक चाहिँ धेरै बनेको अवस्था छ। यो चाहिँ अर्गाउँ चोक हो। यो चाहिँ दुवै साइड चाहिँ पिचहरू भइसकेको रहेछ। बिचमा चाहिँ अब गार्डनिङ गर्नलाई होला माटोहरू थुपाएर क्यारी बनाइरहेको अवस्था छ। अहिले राम्रै भइरहेको रहेछ बाटो चाहिँ। यो चाहिँ डाँडाको नाक। यहाँनेरि चाहिँ अब कलवर्ट पनि बनिरहेको हुनाले टाइम लागिरहेको अवस्था होला। तर काम चाहिँ धमाधम भइरहेको छ, देख्न सक्नुहुन्छ। सो डाँडाको नाक र तालचोकको बिट्विनमा पनि वान साइड चाहिँ ब्रिज भइसकेको अवस्था छ। अर्को साइड चाहिँ अब बनिरहेको छ भने हामी चाहिँ निरन्तर हाम्रो हलेसी यात्राको लागि चाहिँ अगाडि बढिरहेछौँ। हाम्रो मेम साहब चाहिँ त्यहाँ सुतिराख्नु भएको कि यस्तो किसिमले। अर्को प्रिन्सेस पनि भ्लग बनाउँदैछ। बाउ छोरीको चाहिँ भ्लग चाहिँ कम्पिटिसन हुँदैछ यहाँ। अब कसको बेटर हुने थाहा छैन। यो चाहिँ सैनिक बस्ती एरिया हो। यो सैनिक बस्ती एरियामा चाहिँ अहिलेसम्म पनि बाटोलाई चाहिँ स्तर उन्नति नगरिरहेको अवस्था रहेछ। यो त निकै यसो यहाँको चाहिँ सिचुएसन हेर्दा चाहिँ अझै पनि 6 महिना वर्ष दिन लाग्ला जस्तो छ। अहिलेसम्म केही गरेको छैन। पोलहरूलाई चाहिँ बत्तीको पोलहरू चाहिँ विस्तार गरिसकेको पनि छैन। वान साइड चाहिँ तार टाँगिसकेको रहेछ, अर्को साइड चाहिँ पोल गाडिसकेको अवस्था छ। मेरो विचारमा 6 महिना वर्ष दिन चाहिँ पक्कै पनि लाग्छ यो एरिया बन्नलाई चाहिँ। यो चाहिँ लामेहाल देखि मजुवाको बिचमा हो। यो बाटो चाहिँ पुरै बनिसकेको रहेछ। यो एरिया चाहिँ ध्वस्तै हुने एरिया हो। अहिले चाहिँ बाटो एकदमै स्पेसल बनेको रहेछ। अब यस्तै बाटो हुने भने नारायणघाट पुग्नलाई चाहिँ खासमा
2 घन्टामै पुग्ने जस्तो देखिन्छ। तर पक्कै पनि यस्तो बाटो त अब सबै भन्ने कुरो पनि भएन। हेरौँ कहाँसम्म जान्छ यो। अब यहाँबाट चाहिँ अलिकति तल झरेपछि तनहुँ जिल्ला हामी प्रवेश गर्छौँ। अब तनहुँ जिल्लाको यहाँनिर पनि अब बाटो चाहिँ एकदमै धेरै बिग्रिने ठाउँ हो यिनीहरू भनेको। अहिले चाहिँ राम्रो भइसकेको छ। सिन्स लङ टाइम यो कोत्रे चाहिँ वान अफ द वर्स्ट रोड हो। तर अहिले चाहिँ यस्तो बनाएको रहेछ। म पनि फर्स्ट टाइम यात्रा गर्दैछु। यो कोत्रेको बाटो चाहिँ हेर्नुहोस् ल। पहिला त धोस्तै थियो नि यहाँ त। यो अगाडि त झन् कस्तो पुरा पानी जमाइ गर्थ्यो। अहिले चाहिँ राम्रो भएको छ। सो नेपाल पनि चाहिँ विकास भएको छैन भनेर कसले भन्छ ल। हेर्नुहोस् यस्तो छ पुरा बत्तीको पनि एकदम व्यवस्थित गरेर 2 साइडमा चाहिँ बत्तीको लाइनहरू पनि विस्तार गरिएको छ भने चट्ट 4 लेनको बाटो 2तिरै पिच भइसकेको अवस्था छ। अब मात्रै कमी के हो भनेदेखि यो बिचमा चाहिँ गार्डनिङ गर्ने हो भने फुलहरू रोप्ने हो भने नेपाल पनि के काम विकासको गतिलाई हेर्नुहोस्। अब साइडमा पनि यस्तो राम्रो किसिमको चाहिँ अब यो साइडको बाटो चाहिँ पक्कै पनि मान्छेहरू हिँड्नको लागि बनाएको होला, फुटपाथको लागि। किनभने मोटरसाइकल र साइकलको लागि चाहिँ पक्कै होइन होला कि जस्तो लाग्छ मलाई। तर सम्भवतः यो फुटपाथ प्लस चाहिँ साइक्लिङको लागि चाहिँ पनि हुनसक्छ। यो साइडको ट्र्याक चाहिँ यस्तो राम्रो बाटो बनिरहेछ। यो चाहिँ कुन ठाउँ यो चाहिँ बुढी हो कहाँ बुढी बजार युवराज पढेको ठाउँ कहाँ अरे? बेलचौतारा यता तलतिर पुलिसहरूको चाहिँ यो अब स्कुल हो यहाँनिर। यो ठाउँ पनि धेरै डेभलप भइसकेको अवस्था छ। अगाडि देख्न सक्नुहुन्छ बाटोहरू एकदमै राम्रो बनिरहेछ ल। तर यो साइडको बाटो पनि त्यस्तो पिचै गर्ने रहेछ। त्यसमा चाहिँ अलिकति अब ढुङ्गाहरू छापेको झन् राम्रो देख्थ्यो होला। यो चाहिँ एकलव्य देवी मन्दिर। यहाँनिर चाहिँ ड्राइभिङ चाहिँ सिफ्टिङ भएको छ। को पाइलटले को ड्राइभरले ड्राइभिङ गर्दैछ। हाम्रो श्रीमती चाहिँ खोइ कता देखेछ है? देखेछ ल। अब म चाहिँ यहाँभन्दा अगाडि चाहिँ केही समयलाई ब्लग बनाउँछु। मैले त्यही 40 किलोमिटर जति ड्राइभ गरेँ घरबाट पोखराबाट। अझै छोरीलाई पनि एक्सपिरियन्स गराउनु पर्यो हाइवेको। त्यही भएर मैले उसलाई चाहिँ अब गाडी दिएँ। एक्सपिरियन्स भइसक्यो हाइवेको। ठुलो हाइवे मुस्ताङको चाहिँ अब मुस्ताङ चाहिँ पुगेर आएको। तर पनि अब फेरि यता तराई हाइवे पनि हेर्नु पर्यो। त्यही भएर उसलाई चाहिँ चलाउन दिएको हो मैले। स्मुथली चलाइरहेछ। देख्नुहुन्छ म्याग्दे कलरफुल। यतातिर बाटोहरू सबै बनिसकेको अवस्था रहेछ। के गर्छौ छोरी? मेरो र त्यहाँ उसको ब्रेक एउटै छैन। क्यामेरा चाहिँ